गोपी भन्छे यशोदा तैँले तेरो छोरोलाई चिनेकै छैनस्, यो त चोरहरूको सरदार हो। मैले त्यसै गरिरथे, माथि झुन्डाएर मटकी राखिरथे, भयभरको सबै तेरो छोरो मण्डली लिएर मेरै घरमा आयो, लुकेर हेरिरथे। आहा, पहिला त निकाल्न खोज्यो, भेटेन, तब के गर्यो, हट्टा कट्टा मोटा मोटा हाम्रो गुरुजी जस्ता ग्वालाहरूलाई मुनि फेदमा राख्यो। अलि अलि लुतेलाई अलि माथि, अलि लुते अलि माथि, अलि पातला अलि माथि, एकदमै ठुलो टावर बनायो। अनि सबैभन्दा माथि तेरो छोरो चोरको सरदार चढ्यो, अनि सारा मटकी माखन निकालेर खायो। सारा ग्वालाहरूले माखन खाए। भन्दिनु राधे राधे। कति सुन्दर संकेत छ आमा, भक्तिको माखन चाहिन्छ कि चाहिँदैन हामीलाई भन्नु त। यदि हामीसँग भक्तिको माखन छ त हामीसँग प्रभु हुनुहुन्छ, भक्तिको माखन छैन त भगवान हुनुहुन्न। यदि भक्तिको माखन चाहिन्छ भने ध्यान दिने यी ग्वालाहरूले भक्तिको माखन पाए। कसरी पाए? सबैभन्दा माथि भगवानलाई राखे। कसलाई? हामीले पनि सबैभन्दा माथि सर्वोपरि भगवानलाई राख्यौं भने भक्तिको माखन पाइन्छ। तर दुःखको कुरा आमा, हामी धनलाई माथि राख्छौं, हामी जगतलाई माथि राख्छौं, हामी ठुलो पद प्रतिष्ठा नाम व्यापार परिवारलाई माथि राख्छौं। अनि त भक्तिको माखन नपाएर हामी रोइरहेका छौं। यदि यी सारा कुरालाई छोडेर मेरो प्रभुलाई तपाईँ सर्वोपरि राख्नुहुन्छ भने भक्तिको माखन अवश्य पाइन्छ। भन्दिनु राधे राधे। तर प्राथमिकता भगवानलाई दिनु पर्यो, महत्व सबैभन्दा धेरै भगवानलाई दिनु पर्यो नि त। धनलाई, जनलाई, परिवारलाई, जगतलाई भन्दा भगवानलाई हामीले माथि राखेर महत्व दिएर समय दियौं भने पक्का भक्तिको माखन चाख्न पाइन्छ। भन्दिनु राधे राधे।